नमस्कार, रिभोल्युसन नेपालमा हार्दिक स्वागत छ। म दिप सञ्चनाल। बर्डिघाटको भीमगढी स्वास्थ्य चौकी निर्माणका लागि भारतीय दूतावासबाट 4 करोड सहयोग आएको छ। बागलुङको बर्डिघाट गाउँपालिका वडा नम्बर 7 को भीमगढी स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि भारतीय दूतावासबाट 4 करोड रुपैयाँ सहयोग आएको छ। भारतीय विकास साझेदारी तथा पुनर्निर्माण कार्यक्रम अन्तर्गत स्वास्थ्य चौकी भवन निर्माणका लागि 4 करोड 7,12,000 भारतीय दूतावासबाट बजेट पारित भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो। सोमबार बर्डिघाट गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावासका काउन्सिलर अविनाश कुमार सिंह बीच सम्झौता भएको छ। यो सहयोग रकमबाट वडाको स्वास्थ्य चौकी भवन निर्माण पश्चात सेवा जनमुखी र सबल बनाउन टेवा पुग्ने उहाँले बताउनुभयो।